नेपालको बारेमा हामीलाई कहाँ सिकाइएको छ? तपाईले हामीलाई सिकाउनु भयो? मैले सिकाएँ तपाईँले। तपाईँले मसँग पढ्ने आउनु भयो त कहाँ सिकाउनु जान्छ? तपाईले फोन गर्दा तपाईले फोन उठाउनु। अहिले तपाईँले त्यस्तो कुरा नगर्नु। यो राजनीतिलाई तपाईँ यो राजनीतिलाई व्यक्तिकरण नगर्नुहोस्। तपाईँले जसले गर्यो यो तपाईँको उत्तर पनि मिल्दैन, तपाईँको प्रश्न पनि मिल्दैन, तपाईँको पूर्ण रूपमा गलत छ। तपाईँ जसले गर्यो त्यसलाई सोध्नुहोस्, त्यसलाई भन्नुहोस्। तपाईँले हेर्नुहोस्, तपाईँ जस्ता अब व्यक्तिगत तपाईँले गर्नुभयो हुनाले जसले होइन तपाईँले पढाइ किन पढाइनु भनेपछि भन्नु परेन। मैले तपाईँ जस्ता हजारौँ युवाहरूलाई देशभक्तिको पाठ पढाएको छु। तपाईँले नथाहा पाएको अरू साथीहरू के छ? तपाईँ भन्नुहोस्। त्यसो भए त्यहीबाट जोडेर त्यसो भए 23 गतेको वैदेशिक हस्तक्षेप र 24 गतेको जुन षड्यन्त्रको पृष्ठभूमि छ भन्ने जुन 51-52 हाम्रो अल्पमतको सरकार थियो। म तपाईँलाई भन्छु नि, सुन्नु पर्यो नि। तपाईँको प्रश्न भयो, उत्तर त मेरो सुन्नु पर्यो नि, होइन? तपाईँको प्रश्न सुन्यो नि, होइन? 51-52 हामीले अल्पमत सरकार बनायौँ। हामीले के गर्यौँ तपाईँलाई थाहा छैन। राष्ट्रिय स्वाधीनताको लागि जहाँसम्म पृथ्वीनारायण शाहको एकीकरणको कुरा छ, हामीले जहिले पनि राष्ट्रको एकीकरण, स्वाधीनता र बाह्य हस्तक्षेपको विरोधको झन्डा उठाएको जहिले पनि। इतिहास पढ्नुहोस्, होइन? तर एउटा कुरा म के स्वीकार गर्छु भने कतिपय नेतृत्वमा रहेको, म त पार्टी वा सरकारलाई चलाउने प्रमुख व्यक्ति त थिइनँ। छोटो सङ्क्रमणकालीन अवस्थामा मात्रै म मन्त्री परिषदमा गएको थिएँ। तर त्यो क्रियाकलाप गर्दाखेरि कतिपय अवस्थामा राजनीतिक दल र राष्ट्र टुक्रा टुक्रा भयो त म भन्दिनँ। तर त्यसको लागि जुन प्रकारको 24 गते देशलाई ध्वस्त हुने किसिमको षड्यन्त्र भयो नि, यसको आधार सिर्जना हुन सक्ने गरी कतिपय मान्छेका क्रियाकलापबाट त्यो काम भएकै हो। तर जहाँसम्म यो कुरा मैले तपाईँले अहिले महसुस गर्नुभयो कि उहाँले सोध्नु, अहिले होइन, विद्यार्थी कालदेखि मैले देशभक्तिको झन्डा उठाएको छु, राष्ट्रिय एकताको झन्डा उठाएको छु। यद्यपि मैले भनेको कुरा कतिपय ठाउँमा भए पनि होला, कतिपय ठाउँमा म आफू प्रमुख राज्य चलाउने व्यक्ति वा पार्टी चलाउने व्यक्ति नभएको हुनाले नभएको पनि होला। तर अब विगतमा जे जस्तो भयो, अब विगतमा भएन भनेर अनि भविष्यमा चाहिँ राष्ट्र अब जतासुकै जाओस्, विगतमा भएन अब जेसुकै होस् भन्ने कुरा हुन सक्दैन। जे सम्भावना छ, देशलाई बिग्रिने जे सम्भावना छ त्यसको विरुद्ध लड्ने, त्यसलाई रोक्ने, देशलाई बचाउने, जनतालाई एकताबद्ध गर्ने जहाँ सम्भावना छ त्यो सम्भावनालाई अगाडि बढाउने कर्तव्य त हाम्रो हो नि। त्यही यस्तो हाम्रो देशमा चाहिँ कस्तो भयो भने नि डाक्टर साहब, म भ्रष्टाचारी विरोधी छु भने सबैभन्दा धेरै भ्रष्टाचार मैले गरेको हुन्छु, बुझ्नुभयो कि न? मेरो मिडियाले भ्रष्टाचार विरुद्धको धेरै फाइल खोल्छ भने मैले नै भ्रष्टाचार धेरै गर्छु क्या। देशभक्तिको जसले धेरै राष्ट्रिय गान राष्ट्रभक्ति कुरा गर्छ नि, उसले नै राष्ट्रघात गरेका कुराहरू देखिएका छन्। ल यसो गर्नुहोस् न त, ल तपाईँको तपाईँको कुरा मिल्दैन, होइन? तपाईँले मात्रै प्रश्न सोध्ने होइन, सुन्नुहोस्। मैले ल तपाईँलाई म यहाँ प्रश्न गर्छु, मेरो उत्तर दिनुहोस्। होइन, मेरो उत्तर दिनुहोस् तपाईँ। मैले देशभक्तिको कुरा उठाएँ, होइन? सुन्नुहोस् एकछिन। तपाईँको मैले बुझिसकेँ, मैले बुझेँ नि, मैले देशभक्तिको कुरा गरेँ, है त? एकछिन तपाईँ होइन, एकैछिन तपाईँले सुन्नैपर्छ यो कुरा, तपाईँले सुन्नुपर्छ। मैले देशभक्तिको कुरा उठाएँ, होइन? मैले विद्यार्थी कालदेखि आजसम्म देशभक्तिको जुन मैले धेरै कुरा गरेँ नि, मैले देशघात गरेको कुरा एउटा देखाउनुहोस् त। डाक्टर साहब, तपाईँ भनेको प्रतिनिधि पात्रका रूपमा यहाँ सबै मान्छेहरू, त्यसैले तपाईँ प्रश्न मिल्दैन। जसले देशभक्तिको कुरा उठाउँछ, उहिले देशघात गर्छ भन्ने तपाईँको प्रश्न नै गलत छ। लिपु लेखको विषयमा केपी शर्मा ओलीले गर्नुभयो, लिपु लेखको त्यो उहाँलाई सोध्नुहोस् न, उहाँलाई सोध्नुहोस्। तपाईँको पूर्व पार्टी त हो, उहाँलाई सोध्नुहोस् न, मेरो पूर्व पार्टी हो, त्यसैले त मलाई निकाल्यो त्यहाँबाट। तपाईँलाई त्यति थाहा छैन के पत्रकारिता गर्नुहुन्छ? ल अरू साथीहरू के छ भन्नुहोस्। डाक्टर साहब, मेरो एउटा प्रश्न है, यहाँले पृथ्वी पथको कुरा गरेको छैन। मैले के भन्दैछु भने लिगेसी पनि होइन, तपाईँहरू मैले भनेको कुरा जस्ताको तस्तै बुझ्नुहोस्। म के भन्दैछु भने पृथ्वीनारायण शाहले त्यति बेला त्यत्रो टुक्रा टुक्रा भएको देशलाई जुन एकीकरण गर्नुभयो उहाँले, जुन नेपाल हामीले पायौँ, त्यो देशलाई आज विदेशी हस्तक्षेप, विदेशीहरूको घुसपैठबाट जसरी हामी माथि प्रताडना गर्न खोजिरहेछ,
हामीले त्यो कुरालाई सम्झेर आज यो त्यसको रक्षा गर्नुपर्छ भन्दैछौँ। त्यो विदेशी हस्तक्षेप आउने दिने काम चाहिँ 50 वर्ष राजनीति गरिराख्दाखेरि तपाईँले गर्नु भएन भने मैले त रोक्ने कोसिस गरेँ, तपाईँले देख्नु भएन? तपाईँले त्यो गर्नेलाई भन्नुहोस् न। बारेमा पढाउनुको सट्टा माओको लेनिनको विभिन्न सिद्धान्तहरू यहाँ त पढियो नि त हाम्रो दिमागमा चाहिँ त्यो गराइएको होइन। यहाँका राजनीतिक दलले त्यो गराएका होइन। नेपालको बारेमा हामीलाई कहाँ सिकाइएको छ? तपाईँले हामीलाई सिकाउनु भयो? मैले सिकाएँ तपाईँले मसँग पढ्ने आउनु भयो भने त कहाँ सिकाउनु जान्छ? तपाईँले फोन गर्दा तपाईँले फोन उठाउनु अहिले तपाईँले त्यस्तो कुरा नगर्नु। यो राजनीतिलाई व्यक्तिकरण नगर्नुहोस्। तपाईँले जसले गर्यो तपाईँको उत्तर पनि मिल्दैन, तपाईँको प्रश्न पनि मिल्दैन, तपाईँको पूर्ण रूपमा गलत छ। तपाईँ जसले गर्यो त्यसलाई सोध्नुहोस्, त्यसलाई भन्नुहोस्। तपाईँले हेर्नुहोस्, तपाईँ जस्ता अब व्यक्तिकरण तपाईँले गर्नुभयो हुनाले जसले होइन तपाईँले पढाइ किन पढाइनुहोस् भनेपछि भन्नु परेन। मैले तपाईँ जस्ता हजारौँ युवाहरूलाई देशभक्तिको पाठ पढाएको छु। तपाईँले नथाहा पाएको अरू साथीहरू के छ? त्यसो भए मेरो एउटा तपाईँ भन्नुहोस्। त्यसो भए त्यहीबाट जोडेर त्यसो भए 23 गतेको वैदेशिक हस्तक्षेप र 24 गतेको जुन षड्यन्त्रको पृष्ठभूमि छ भन्ने जुन अहिले तपाईँको टोटालिटी अहिलेको जुन भर्सन छ नि त्यसबाट गन्ध चाहिँ एउटा वैदेशिक हस्तक्षेप छ यसको पृष्ठभूमिमा 23 गतेको र 24 गतेको चाहिँ जति पनि तपाईँको पनि आगोले चलेको छ घर होइन त्यो सबै चाहिँ षड्यन्त्र छ भन्नुभयो नि। त्यो दुईटा चिजको फेरिस त अलिकति यो फेरिस त यहाँ सबै प्रस्तुत गर्न म खुलाइदिन्छु। तपाईँ धैर्य गर्नुहोस् न, तपाईँ धैर्य गर्नु, म खुलाइहाल्छु। धैर्य गर्नुहोस् न। तपाईँले प्रश्न सोध्दै मैले उत्तर दिएँ। सुन्नुहोस् के हो भन्दाखेरि 23 गते युवाहरूको कुरा किन गर्यो कसो गर्यो मैले भनिसकेँ होइन। त्यहाँ चाहिँ सामाजिक सञ्जालमाथि जुन प्रतिबन्ध लगायो त्यो गर्यो, त्यसबाट उत्पन्न आक्रोश मैले भनिसकेँ। तर 24 गते जुन देश ध्वस्त गराइयो त्यो मैले भन्नै पर्दैन। तपाईँहरू यहाँ उपस्थित सबै क्यामेरा भएका साथीहरूमध्ये कसैले त्यस्तो तथ्यहरू ल्याइसक्नु भएको छ। त्यहाँ विदेशी हस्तक्षेप थियो, घुसपैठ थियो, षड्यन्त्र थियो भने त छर्लङ्ग भइसक्यो मैले भन्नुपर्छ र। त्यस कारण मैले भनेको कुरामा कुनै द्वन्द्व अन्तर्विरोध छँदै छैन। अरू कसैको चाहिँ के? ल धन्यवाद छ साथीहरू। ल